यो जुन कुरा छ नि, जस्तो इलेक्ट्रोम्याग्नेटिक फोर्स त भइहाल्यो। त्यसमा तिमीले भने जस्तो ग्राभिटी होइन, सन अर्थ मुनमा पनि ग्राभिटी। सोलर सिस्टममा फेरि ग्राभिटी छैन। ग्राभिटी छैन भन्दा नि छ चाहिँ के? त्यही हो। अनि त्यसपछि तिम्रो फेरि सोलर सिस्टम त एउटा यति सानो पार्ट हो नि तिम्रो युनिभर्सको। यो त इलेक्ट्रोन जत्रो नि होइन त्यो। एक्ज्याक्टली तपाईँले त्यही कुरा होइन हो। अनि फेरि अब तिम्रो सोलर सिस्टमभन्दा अलि ठुलो चाहिँ स्टारको क्लस्टर भयो। त्यसपछि एउटा ग्यालेक्सी आयो होइन। फेरि ग्यालेक्सीमा चाहिँ एज अ होल एउटा ग्यालेक्सीको चाहिँ फेरि ग्राभिटी हुन्छ क्या। किनभने तिम्रो जस्तो सन यो सनको वरिपरि पहिला 9वटा अहिले 8वटा प्लानेट्स होइन, प्लानेट्स छन्। त्यस्तै हामीलाई ग्यालेक्सीको सेन्टरलाई चाहिँ ग्यालेक्सीको सेन्टर पार्टलाई चाहिँ त्यसलाई सेन्टर मानेर फेरि त स्पाइरल घुमिरहेछ नि ग्यालेक्सी। सोलर सिस्टमहरू घुमिरहेछ। सोलर सिस्टमै जस्तै टाइपको छ। फेरि ग्यालेक्सीहरूलाई चाहिँ एउटा कुनैलाई सेन्टर बानेर ग्यालेक्सी घुमेको छ होइन, युनिभर्स भनेको छ। यो मात्र होइन, त्यो त एउटा फेरि यो एउटा युनिभर्सको कुरा, एउटै मल्टी युनिभर्स हो। फेरि तिनीहरूलाई एउटालाई सेन्टर मानेर युनिभर्सहरू घुमिरहेको। कुन लेभलसम्म जाने त हामी? हो एक्ज्याक्टली। त्यो चिजलाई चाहिँ केले जोडिरहेछ त होइन? सुरुदेखि कुरा गरौँ। के कुरा भन्दाखेरि हामी पहिलो हेर्दाखेरि हाम्रो लागि चाहिँ के लाग्छ भन्दाखेरि प्रोटोन न्युट्रोन जुन सानो लाग्छ नि, ग्यालेक्सीको लागि सोलर सिस्टम त्यो किसिमको लाग्छ क्या होइन। यसलाई एउटा न एउटा चिजले जोडिराखेको छ क्या भाइ। लाइक के हो भन्दाखेरि एटमलाई हेरौँ होइन, एटमभित्र के हुन्छ? 3वटा चिज हुन्छ, प्रोटोन न्युट्रोन इलेक्ट्रोन होइन। तिनीहरूलाई चाहिँ एउटै चिजले कम्बाइन गरेको छ क्या। त्यो चिज चाहिँ के हो भन्दाखेरि इलेक्ट्रोम्याग्नेटिक फोर्स भन्छ होइन। भनेपछि अब ठुलो चिजमा हो हामी के होइन, एटममा हो होइन। अब हामी सब एभ्रिथिङ्स आर मेड बाई एटम होइन। त्यसपछि एटमलाई चाहिँ केले जोडेको छ त? त्यहाँ पनि एउटा क्वेसन मार्क छ क्या, जुन चाहिँ साइन्सले के गराएको छ होइन, त्यसलाई अहिलेसम्म एक्सप्लेन नै गराएको नै भनेकै छैन क्या होइन। एटम मिलेर जोडेर हामी बनाएको छौँ नि त, कुनै न कुनै वस्तु बनाएको छ होइन। अब त्यो के भयो? माइक्रोस्कोपिक लेभलको कुरा भयो। नभए हामी आउँ हाम्रोमा आउँदैन। हामी चाहिँ के छौँ भन्दाखेरि एउटा अर्थमा बसेका छौँ नि त होइन। अर्थमा एउटा के छ, केले जोडेको छ हामीलाई? ग्राभिटीले जोडेको छ कि होइन। स्पेसको कर्वेचरको कारणले ग्राभिटी छ भन्छ कि होइन, त्यसले जोडेको छ। अब अर्थ केले जोडेको छ त होइन? अब अर्थ चाहिँ ठुलो म्यासमा जान्छ क्या, जुन चाहिँ सन छ होइन। सन त हेभी वेट छ होइन। त्यसले हेभी वेट भइसकेपछि स्पेसमा झन् तलसम्म के गराउँछ भन्दाखेरि कर्भ बनाउँछ क्या। हो त्यो कारणले चाहिँ त्यहाँ सनको वरिपरि हामी घुमिरहेछ, अर्थ घुमिरहेछ होइन। अब सोलर सिस्टम केले घुमिरहेछ होइन, केले घुमिरहेछ भन्दाखेरि अब अल्बर्ट आइन्स्टाइनले भनेको छ, रिलेटिभिटीकै कुरा गरौँ न। अल्बर्ट आइन्स्टाइनले के भनेको छ भन्दाखेरि ब्ल्याक होलको कारणले चाहिँ के भइरहेछ भन्दाखेरि हाम्रो यो सोलर सिस्टमहरू एक आपसमा घुमिराखेको छ, त्यसमा होइन घुमिरहेछ कुरा गर्छ होइन। अब त्यो त सोलर सिस्टमको कुरा हो। अब जाउँ हजुरले भनेको जसरी केमा जाउँ भन्दाखेरि ग्यालेक्सीमा हो होइन। अब ग्यालेक्सीलाई चाहिँ केले गरेको छ त? ग्यालेक्सी त ठुलो छ नि त भाइ होइन, ठुलो छ नि त। हामीले सोचे भन्दा हामीलाई जसरी एटम सानो लाग्छ नि, ग्यालेक्सीको लागि सोलर सिस्टम त्यत्तिकै सानो लाग्छ क्या होइन। यो कुरा पनि साइन्सले अहिलेसम्म गर्न सकेको छैन भन्छ। अब एउटा ग्यालेक्सी मिलेर के भन्छ? युनिभर्स भन्छ होइन। अब युनिभर्सलाई केले जोडेको छ कि होइन भन्नु न? युनिभर्स नि छ नि त, हामीले त बिहा छैन। अब युनिभर्सको लागि चाहिँ ग्यालेक्सी सानो भयो होइन। भनेपछि चाहिँ त्यहाँ त ठुलो वर्षहरू पनि छ अभियसली छ। अघि तपाईँले भन्नुभयो अब युनिभर्स नै छ, त्यसलाई पनि एउटा चिजले त जोडेको छ नि। ग्राभिटी नै भन्न मिल्छ र ग्राभिटीले ब्ल्याक होलले जोड्या हो र होइन। किन सबैभन्दा सानो वस्तुलाई इलेक्ट्रोम्याग्नेटिक फोर्सले जोड्या छ भएपछि त त्योभन्दा त 1000 ट्रिलियन होइन लाइट इयर्स भन्दा पनि ठुलो चिजलाई त तपाईँ केही न केहीले त जोड्या छ नि त, त्यसलाई ग्राभिटी भन्न मिल्यो त। हाम्रो त साइन्सको नलेज कहाँसम्म पुगेको छ त्योसम्म नै एक्सप्लेन गरे हो। एक्ज्याक्टली त्यहीसम्म होइन जस्तो पहिला पनि त सबभन्दा एटम इज द स्मलेस्ट पार्टिकल आर्टिकल्स अभियसली भनेर पढाएको थियो। अहिले त्यसपछि त्योभन्दा स्मलेस्ट फ्यान आयो। अब अहिले पनि त तिमीले सबभन्दा लार्जेस्टलाई युनिभर्समा पुगाएर टुङ्ग्याइदिएछ। वाटलेस युनिभर्सभन्दा ठुलो पनि होला नि त केही। अनि अब एउटा युनिभर्सलाई मल्टी युनिभर्समा पुर्यायो, त्यसमा गएर टुङ्ग्यो। त्यो जबकि युनिभर्सै एटम भन्दा पनि सानो हुन नि सक्छ त अभियसली सक्छ। यो त अनि
क्वेसन यसको क्वेसनको एन्सर त साइन्सले दिन पर्यो होइन? अहिलेसम्म यो क्वेसनको एन्सर दिया छैन भन्छ क्या, होइन? अब मैले जति पनि आर्टिकल्सहरू हेरेँ, जति पनि अब साइन्टिस्टहरूले रिसर्चहरू गरेँ होइन? त्यहाँभन्दा बढी छैन भन्छ क्या। अब त्योभन्दा बढी रिसर्च गर्नको लागि होइन, त्योभन्दा बढी हेर्नको लागि हामी केमा डिपेन्ड हुनुपर्छ भन्दाखेरि टाइममा डिपेन्ड हुनुपर्छ क्या। लाइक के हो भन्दाखेरि सानो सानो वस्तुहरूको लागि हेऱ्यो भने हामीले अनि मिली सेकेन्ड पढ्छौँ, माइक्रो सेकेन्ड पढ्छौँ कि होइन, न्यानो सेकेन्ड छौँ होइन। अनि गएपछि अहिलेसम्मको आएको एटो सेकेन्ड भन्छ जसले चाहिँ अस्ति भरि नोबेल प्राइज पायो। भनेपछि युनिभर्सले पनि हेर्न खोज्दा त एटो सेकेन्डको तपाईँको त्यो टाइमिङ के छ भन्दा 10⁻−18 छ होइन। भनेपछि युनिभर्सलाई हेर्न पर्दाखेरि त हाम्रो समय के हुनु पऱ्यो 10⁻18 हुनु पऱ्यो क्या, ल कि माइनस है होइन। हो त्यो चिज नै के भइरहेछ भन्दाखेरि अहिले डिबेटको कुरा भइरहेछ। अनि यो कुरा गर्दै जाँदाखेरि एक्सप्लेन गर्ने चिज आउँदैन, नआएपछि फिलोसोफीको कुरा आउँछ क्या दाइ त्यसमा।